इन्डियाको ट्रिपले हाम्रो हालत यस्तोसम्म बनाइदिन्छ भन्ने मैले इत्ति पनि सोचेको थिइनँ। हामी सबैजना चाहिँ बिहानै 5 बजे रेडी भएर झापा काकर भिट्टातिर लाग्यौं चितवनदेखि। अनि हेर्नु न मेरो बीच बाटोमै नङ झरेको के। अनि एउटा ठाउँमा चाहिँ गाडीले खाना खान रोक्यो। त्यहाँको खाना धेरै मिठो भएको कारणले मैले त पुरै थाल नै खाली पारिदिएँ। हामी चाहिँ खासमा काकर भिट्टाबाट बोर्डर पास गर्न पर्ने हुनाले चितवनदेखि 13 वटा जिल्ला पास हुँदै गएका थियौ झापा। काकर भिट्टा पुग्दा चाहिँ एकदमै अँधेरो भइसकेको थियो र हामीले चाहिँ अलिअलि पैसा एक्सचेन्ज पनि गर्यौं। त्यसपछि हामी म्याजिक चढेर बोर्डर पास गर्यौं र हामी स्टेसनसम्मको लागि बस चढ्यौं। बोर्डरदेखि 40 मिनेट बसमा ट्राभल गरेपछि फाइनली हामी चाहिँ स्टेसन पुग्यौं। हामी चाहिँ बिहानैबाट लेट भएको कारणले कता हाम्रो ट्रेन मिस हुन्छ कि भनेर हामी चाहिँ कतै पनि खाजा खान रोकेनौं। त्यस कारणले चाहिँ हामी बिहान खाना खाएबाट एकदमै भोकै थियौं। अनि ट्रेनमा खाना मिठो पाउँदैन भनेर हामीले चाहिँ त्यहीबाट बिरयानी प्याक गर्यौं र फाइनली हाम्रो ट्रेन पनि आयो। हामी चाहिँ ट्रेन चढेपछि एकदमै हतार नगरी खाना खान लागिहाल्यौं र मलाई चाहिँ अलिकति धेरै भएर फाले मैले। इन्डिया जाने ट्रेन पनि यति राम्रो हुन्छ भन्ने मैले चाहिँ सोचेको थिइनँ र हामी हतार नगरी सुत्यौं र बिहान उठेर आँखा खोल्छु भन्दा यति राम्रो भ्यू के बाहिर त। त्यसपछि हाम्रो डेस्टिनेसन आउन चाहिँ 40 मिनेट छ है भन्ने थाहा पाएपछि हामीले चाहिँ ट्रेनमै बसेर स्किन केयरहरू गर्न थाल्यौं र फाइनली 1 दिन र 1 रात ट्राभल गरेपछि हामी चाहिँ फाइनली पुग्यौं इन्डिया।